रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। दिल पे सवाल है, जीना फिलहाल है, खाना बदोशियों पे ही जाने क्यों, इलाही मेरा जी आए आए इलाही। हाँ खै बुलबुल लेने आती थी क्या मत था नहीं तुम्हारे भले था कितना दूर रहा ये होइन हामी बाटो हेरेँ हामी के खै हामी त बाटो हेर्नलाई बस्यौँ यसो प्रयाङ्क हान्ने अब प्रयाङ्क पनि गरिसक्यौँ। अब चाहिँ उहीँ हापुर गएर अटिने कुरो छ टक्क लाएर गऱ्यो। अब हामी चाहिँ सबै हापुर गएर बाँकी भिडियो अब हापुर गएछ है। हुनुहुन्छ पछाडि पछाडि हे परमेश्वरी बचायो भन्ने भएको छ आफूलाई। यहाँलाई पनि त्यस्तै भएको छ यहाँ। हामी टक्क यहाँ झर के भन्छ जङ्गलमा आएर चाहिँ हामी टक्क रमाइलो गरिरहेको छौँ। यहाँ माहौल दिइसक्यौँ हामीले एकलट बगाल आउँदै आउनुहुन्न। यहाँ हेलमेट सेलमेट बारमै जाओस् होइन, रमाइलो पहिलो कुरा। यहाँ हेलमेट सेलमेट मतलब छैन होइन, रमाइलो गर्ने कुरो। हेलमेट चाहिएको छैन आउनुलाई हामी चाहिँ यति राखेर जान्छौँ। हामी चाहिँ वेटिङमा छौँ अरूको पनि। पर्तिच्यापछि चाहिँ भर्खर एउटा बाइक देख्यो, अब अर्को गाडीको पर्तिच्या पुरा पाँच चपाती आउनु भएको छ नै। हामी चाहिँ पानी हेरेको हेऱ्यो, आफू नाचेको भिडियो देखाइरहनु थियो। चस्मा लाएर आउँछ अब नाचेको है पुरै चाहनु। यहाँ 60 जनाले हेरिसक्यो अरे सबको नाचो हेर्छ। बाइकमा आएपछि रमाइलो त्यति हुनु पर्यो नि। भट्टाटोली भयो नि, जोस चाहिँ छ है फेरि यहाँ, रमाइलो चाहिँ छ यहाँ। हामी चाहिँ बाइकमा आउने मान्छे सबै आइसक्यौँ है। अब चाहिँ गाडीको वेटिङमा छौँ हामी। अब यहाँ चाहिँ रमाइलो हेर्नुहोस्, सब जोसमा आउनु चाहिँ यहाँ। मलाई ताली बजा भन्नुहुन्छ। भर्खर गाडी आइपुग्यो, बिचरा भित्रको मगाल हेरेको हेरे। सबैजना गइसक्नु, हामी पनि रेडी छौँ। गीत बजाएर हामी चाहिँ ट्याक्क जान्छौँ। हाम्रो स्पिड फेरि धेरै हुन्न, त्यही 93 92 मात्रै पुग्यो भने त त्यही भएर भेटाइहाल्छौँ। ल हामी त लास्टमा छ फेरि, अहिले अगाडि जाने हामी नफिरे हामीले भेटाइसक्यौँ है। हाम्रो टोलीले बाटो थाहा रहेछ, बाटो थाहा भेटिँदैन भेटाउँदैन। हापुर बजार आइसक्यौँ। केक खोजिरहेको छ हापुर बजारमा। आज दिदीको बर्थडे थियो, केक कहाँ पाइन्छ भनेर खोजिरहेको छ। कहाँको चोक केक पनि रेड भइसक्यो। अब चाहिँ हामी केक लग्छौँ। दिदी चाहिँ त्यो गाडीमा आउनुहुन्छ, टक्क आज केक काट्नुहुन्छ। आज
अब चाहिँ हामीले केक पनि रेडी पार्यो। अब हामी के को लागि पानी हेलमेटको लागि हेलमेट छुटाले छ हामी बिरा सब छुटा छौँ क्याप स्याप ल। अब 220 को पालो चाहिँ खोलामा हाल्ने के हुन्छ हेरौँ। ल 220 इन गऱ्यो। अब आउँदैछ पछाडि गाडी, त्यो गाडी त गर्छ अब होइन मजासँग। अहिले बाइक पनि आइसक्यो यो। अब हामी बाइकवाला चाहिँ फेरि अगाडि छिर्छौँ। अब यहाँ पाहुनाहरूलाई स्वागत गर्दछौँ भन्छ, हामी चाहिँ अगाडि छिर्छौँ। अब गाडी चाहिँ आउँदै गर्छ। पुरा तुफानमा छ पछाडि देख्न सक्नुहुन्छ लाइट साइड बालेर धुलोसुलो केही हुन गाडीमा होइन। हामी त धुलो खानु पर्दैन, त्यो तुफानमा थियौँ। अब हामी चाहिँ भित्र छिरिसक्यौँ, देख्न सक्नुहुन्छ ट्याक्क परेको यहाँ आइसक्यौँ। अब यहाँ चाहिँ पार्किङ स्टोर पनि हो। कोही दाउरा खोज्न जाँदैछ, अर्को खोज्दै हुनुहुन्छ माथि हो। कोही माथिबाट फालिरहनु भएको छ। म चाहिँ यसो दाउरा खोज्न हिँडेको छु जङ्गलमा, किनकि पकाउनु पऱ्यो। महिला टोलीलाई चाहिँ पकाउने जिम्मा, हामी चाहिँ दाउरा खोज्ने। अब म एकछिन दाउरा खोज्छु, भिडियो चाहिँ अलिक पछि। हातबाट उयो गरेर हुन्छ, काट चित्र पारेर हुन्छ क्या। बेसारहरूलाई प्यारो राम्रो त्यतिखेर बेसार ल्याम केही हुन्न हिँड्ने मान्छेले पनि छेकेर छक्के लाग्यो त्यो त हो हेर्नुस् त्यो जोरीमा आएको जस्तो बात लाग्छ। लाउनुस् जोरी पार्टी दिने लाउनुस् अमिलो खाँदैछौँ। क्याच अहिले चाहिँ अमिलो पार्टी चलिरहेको छ हाम्रो। मासु पाइरहेको चाहिँ मासु पाकिरहेको छ ट्याक्क। हामीले चाहिँ मासु पकाएर चाख्दै भिडियो खै आइफोन लगाएको यही छ भिडियो बनाऊ उता दिनु ढुकै त्यो लाइट रे हेर्न चाहिँ यहाँ पाक्दैछ। अब हामी चाहिँ यतातिरको नाच हेर्न जान्छौँ है, अर्काको नाच हेर्न। चाहिँ छुट्टै पिकनिक हो है। धानको पश्चिम एरियामा रहेको पुरानो धारा उल्टिने ल अब केटारी ल मासु लेग पिस छ नि ल खै लेग पिस देखाउ त यहाँ सुरु भइसक्यो हो ल यहाँ चाहिँ भाँडा मिच्दैछ नै केटाहरूले ल ल राम्रोसँग मिच्छ है भाँडा टक्क जानु पर्यो भाँडा ल
होटेलको मासु भात खाए यसो घरका भाडा मिच्दाखेरि कस्तो फ्रेस भइरहेछ यस्तो केही भन्नु पर्यो के मिसायो यही त हो होटेलको खाना खानु छ यार गएकै छैन यो भाडा यस्तो छ अब यता कस्तो हुन्छ यो रिजेक्ट है रिजेक्ट झरनाको बाटो सर्टकट लागेको कारणले बिचारी भान्जी अड्या आदि जानुभन्दा अगाडि यहाँ चाहिँ भगवानको मूर्तिहरू छन् यो चाहिँ पुरनधाराको झरना है यो चाहिँ झरनामा खस्याएको छ पानी माथिबाट बगाल चाहिँ भर्खर झर्दैछन् झरना हेर हामी चाहिँ हेरिसकेर पनि यो त्यहाँ माछा मारिसकेको छन् त्यहाँ प्लास्टिकमा माछा आइसकेको छ ओ यिनी चतुरे बाँदरहरू पनि यिनी त भने मान्दैनन् तरिके फेरि माथि यिनलाई चाहिँ के गर्नुपर्छ जस्तो लाग्यो हैरान भइसक्यो अब यिनलाई घर हेर्दा चाहिँ सर्टकट बाटो जहाँ भनेर आयौँ पुरै भर्याङ त अग्लो अग्लो थारै रहेछ कि भर्याङ भर्याङ हेर्नु सक्नु छ दिन भएको छ देखिन्छ के भर्याङ चाहिँ पुरै ठारै छ कम भयो किन अरू त सब आउँदै हुन्छ यसलाई नि धौबो हेऱ्यो चतुरेलाई भर्याङ चाहिँ पुरै ठारै रहेछ क्या गोर्खाको सिडी चढ्या हुँदैन बढी धौबो सिद्धि अरे अब लास्ट अरे यो चाहिँ हामी तुलसीर बजारमा आइसकेर पान खाँदैछौँ फुटबल चाहिँ खाना भनेर प्याक गरेर लाउनु अरू चाहिँ सबले पान चपाइरहनु पर्छ ढ्याक्क लगाएर अहिले चाहिँ मैले पान खाँदै बाइक चलाएर आएको छु अहिले चाहिँ हामी तुलसीपुर बजारमा आइसक्यौँ तुलसीपुर बजारमा त्यो सब कुरामा हामी घर जाँदैछौँ ल अब चाहिँ फाइनल्ली म चाहिँ घर आइपुग्यो मम्मीहरूसँग चाबी भएको कारणले म चाहिँ गेटमा उभिएको छु म चाहिँ थकाइ लागेको कारणले बेडमा आएर पल्टिसकेको छु तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ ब्याडमिन्टन मात्रै छ है यसो कहिलेकाहीँ म ब्याडमिन्टन पनि खेल्ने गर्छु अनि अब चाहिँ सुत्नुपर्छ 8:30 बजिसक्यो थकाइ पनि लाग्छ बाई सी यू सुन